सम्पूर्णमा नमस्कार। आज मसँग इलामका कवि दिपेन्द्र आचार्यको कविता कृति व्यापार पृथ्वीको छ। इन्डिको इङ्कबाट पब्लिस भएको यस पुस्तकको मूल्य 379 रुपैयाँ रहेको छ। एकदम राम्रो कविता लेख्दै आउनुभएको उहाँको एउटा कविता वाचन गर्न चाहन्छु। कविताको शीर्षक भुइँ मान्छे। ताराहरूमा खोज्नु, जुनहरूमा खोज्नु, निष्पट्ट अन्धकारमा नभेटेपछि उज्यालो घाममा खोज्नु। ताराहरूमा खोज्नु, जुनहरूमा खोज्नु, निष्पट्ट अन्धकारमा नभेटेपछि उज्यालो घाममा खोज्नु। तर त्यहाँ पनि नपेर्दा आफ्नै पैतालाको माटोमा खोज्नु। त्यही हुनेछु म भुइँ मान्छे। सागरहरूमा खोज्नु, महासागरहरूमा खोज्नु, जमेर बसेको पानीमा नभेटेपछि पहाड टाकुराहरूमा उडिरहेको बादलमा खोज्नु। तर त्यहाँ पनि नभेट्दा आफ्नै गाउँको ढुङ्गे धारामा खोज्नु। शान्तसँग बगिरहेको हुनेछु म भुइँ मान्छे। देशहरूमा खोज्नु, महादेशहरूमा खोज्नु, तिमीले कोरेको काल्पनिक भूगोलहरूमा नभेटेपछि सहरका हाट बजारहरूमा खोज्नु। तर त्यहाँ पनि नभेट्दा आफ्नै गाउँको खेत खल्यानमा खोज्नु। पसिनाले निथुक्क भिजिरहेको हुनेछु म भुइँ मान्छे। किन भाग्दैछौ डम्फु च्याब्रुङ मादलहरूदेखि टाढा? तिमी अबोध बालक बिराम पर्दा झाँक्री बडाले रातभर ढ्याङ्ग्रो बजाएर निको पारेकै हो तिमीलाई। कार्तिक महिनाको निष्पट्ट रातमा जोगीको फेरो सुन्न मन पर्दैन? म त अझै पनि स्याल रुने रातहरूमा बाँच्दछु। मेरो आकाशभरि गौँथली भङ्गेरा चिलहरू उड्दछन् अनि धरतीभरि फापर कोदो धानहरू नाच्छन्। म एक्लै कहाँ बाँचेको छु र? अनि एक्लै कहिले मरेको छु र? म बाँच्दा सारा प्रकृति बाँच्छ, म मर्दा सारा प्रकृति मर्छ। हो, विश्वमा होइन प्रकृतिमा बाँच्ने म भुइँ मान्छे। धन्यवाद।